परेवाहरू कस्तो दामी खेलिराखेको छ गाइज मेरो कपालै मिल्दैन के भने हेर्नुहोस् त बिहाको कुराकानी गरेर हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग गाइज आजको भ्लग चाहिँ काठमाडौँ भ्यालीभित्रको हुनेवाला छ आज चाहिँ स्पेसली एउटा नयाँ कामको सिलसिलामा आएको चाहिँ एउटा फर्मको लागि भनेर है नयाँ कुरिया फर्म भर्न आएको के हुन्छ कि बेरोजगारी नेपालमा यति धेरै के छ कि भने हामी जस्तोले त राम्रो काम खोज्न र राम्रो कामको खोजीमा भौतारिनुको लागि कति समय कुर्नुपर्ने कति समय आफूमाथि खर्च गर्नुपर्ने थाहै छैन क्या त्यस्तो माहौल छ यतातिर आज चाहिँ म यता नक्सालमा आएको थिएँ नक्सालतिर घुमफिरमा हेर्न सक्नुहुन्छ क्या यहाँको एकदम वातावरण कायदा छ क्या अरू ठाउँभन्दा पनि जस नक्सालतिर एरियातिर दरबार मार्गतिर नारायण हिटी दरबार एरियातिर चाहिँ जस भाइब छ अलिक छुट्टै युरोप कन्ट्री टाइपको आइरहेछ क्या यतातिर फर्स्ट टाइम आएर पनि होला है मजा सुन्दरा वरपर न्युरो दायाँ बायाँ हामी घुमिरहेको थिएँ त्यता चाहिँ अब धेरै समय भइसक्यो घुम्दा घुम्दा अब एभरेज नर्मल लागिसक्यो यतातिर चाहिँ फर्स्ट टाइम अझ नयाँ भयो जस्तै भएर होला अलि नयाँ भाइब आएर चाहिँ पुरा युरोप कन्ट्रीका चाहिँ है लेट्स गो गाइज यो चाहिँ काठमाडौँ स्थितको नक्साल नजिक रहेको पार्क रहेको छ एउटा सुन्दर हेर्नु चाहिँ आहा कति राम्रो हो कि मनै लोभ्याउने पार्क छ हो गाइज यो त ल हजुरहरू पनि आउन चाहनुहुन्छ भने सबैजना आउन सक्नुहुन्छ म चाहिँ मक्ख परेँ है त्यो पार्क देखेर जस्तै स्ट्यान्डर्ड पार्कहरू रमाइलो वातावरण चाहिँ भाइब्स आउने खालको छ भन्ने चाहिँ मलाई लाग्यो है त गाइज मेरो कपालै मिल्दैन के भने हेर्नुहोस् त जति राम्रो बनाउन चाहँदा पनि कपाल मिल्दैन ल हेर्नु सक्नुहुन्छ गाइज यो मेरो अगाडिको एउटा यो सानो एक्सर्साइज गर्ने पम्पहरू के भन्छ यसले रहेको छ कसरी हो एक्सर्साइज ओ माइ गड ओ अब यहाँ सबै देखाएर एक्सर्साइज गरी साध्य छैन है फेरि म चाहिँ मक्ख परिरहेको छु यदि तपाईँहरू पनि फर्स्ट नयाँ नयाँ हुनुहुन्छ भने उहाँ हेर्न सक्नुहुन्छ उहाँ ब्रदर पनि टक्क खेलेर एक्सर्साइज गरेर राख्नुभएको छ तपाईँहरू पनि आउन चाहनुहुन्छ भने चाहिँ पार्क एकदम रमाइलो रहेछ है सानो तर ब्युटिफुल एकदम ब्युटिफुल छ है रमाउनको लागि एक क्षणिक भरको लागि र यस्तो काठमाडौँ गर्मी मौसमको लागि त एकदम बेस्ट छ आएर पार्कमा बसेर टक्क केही खानको लागि चिसो खानको लागि चटपटे एनिथिङ जे पनि खान मन लाग्यो टक्क ल्याउने सरसफाइका साथ खाने अनि फोहोर जति डस्टबिनमा राखेर काम गर्ने भनेको चाहिँ एकदम बेस्ट छ है गाइज ल सबैजना आउनुहोस् गाइज हेर्न सक्नुहुन्छ यो नारायण हिटी दरबारतिरको प्यालेसमा है कस्तो दामी कायदा क्लिन बाटो छ है ओहो यो फुटपाथ हेर्नुहोस् त गाइज यो फुटपाथ कस्तो दामी हो कि परमाइसम्मको फुटपाथ कति लामो कति क्लिन सफा छ भने यो हो नि त काठमाडौँ भनेको होइन र ल हेर्न सक्नुहुन्छ गाइज यति दामी छ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यो चाहिँ नारायण हिटी भित्रको नारायण चतुर्व्यूह नारायण प्रभुको मन्दिर रहेको रहेछ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ स्वयं हनुमानजी पनि विराजमान हुनुहुन्छ विवाह पनि सम्पन्न भइराखेको छ उता छेउतिर हेर्न सक्नुहुन्छ छेउमा मन्दिरमा विवाहको कुराकानी भइरहेको छ
वाउ गाइस यो हेर्न सक्नुहुन्छ गाइस यो चाहिँ आजभन्दा 1-2 वर्ष अगाडि काठमाडौँका मेयर हुँदाका बालेन शाहले चट्ट निर्माण गरिसक्नु भएको थियो है पुरा मार्बलहरू राखेर। म पनि आज दङ्ग छु किन भन्दाखेरि क्या आजभन्दा 2 वर्ष अगाडि युट्युब त्यसमा अरू साथीभाइहरूले हालेको भिडियोहरू देखेर म दङ्ग परिरहेको हुन्थेँ है। किन भन्दाखेरि यो जुन मेरो पछाडि देखिराख्नु भएको छ मार्बल राखेको बाटो यो चाहिँ बालेन शाह मेयर हुँदाखेरि नै निर्माण गरिसक्नु भएको थियो भने चाहिँ म चाहिँ यो कुन ठाउँ होला कहाँनिर होला भनेर सोचिरहेको थिएँ होइन। फाइनली आज नक्सा लगाउने बाटोतिर रहेछ। नक्सा लगाउने काम परेकोले गर्दा चाहिँ मैले यो बाटोको अवलोकन पनि गर्न पाएँ। एकदम कायदा छ हेर्न सक्नुहुन्छ सबैजना आएर चिल रमाउन सक्नुहुन्छ क्या हेर्नुहोस् न एकदम फिट फाइन छ है बाटो चाहिँ मार्बल हालेर टक्क हेर्नुहोस् न एउटा युरोप कन्ट्री भन्दा कम्ती चाहिँ भाइब छैन कि यो एरियामा बस्दाखेरि है। यति ब्युटिफुल म यो यहाँनिरको सुन्दरता देखेर तारिफ गरेर म थाक्दैन है गाइस। ओ माई गड